साथीहरु चाहिँ हाम्रो हालैको 5 पोखरी ट्रेकको फर्स्ट क्लिप हो जसमा चाहिँ हामीहरू यहाँ भौतार रहेका छौँ। 6 बजेको टिकट फुल्ली बुक भएको हुन्छ, हामीले प्री बुक गरेका हुँदैनौँ। त्यसपछि हामीले 8 बजेको टिकट काट्छौँ र त्यो टाइम युटिलाइज गर्नको लागि चाहिँ हामी यताउता घुमिरहेका हुन्छौँ। त्यही बेलामा चाहिँ हाम्रो एकजना साथीले चाहिँ स्पोर्ट्स सुज लगाएर आएको हुन्छ। अभियसली अब 5 पोखरीमा हिउँको बाटो हिँड्नुपर्ने थियो, त्यही भएर चाहिँ हामीहरू चाहिँ सुज खोज्दैछौँ। पछि चाहिँ हामीले गोल्ड स्टारको एउटा जुत्ता पाउँछौँ होइन, अनि त्यसपछि त्यो सुज लगाएर चाहिँ अनि त्यसपछि हाम्रो फाइनली ट्रेकिङ स्टार्ट हुन्छ। अब यहाँ हामी फाइनली अब ट्रेकिङको सुरुवात गर्दैछौँ। 8 बजिसकेको छ, हामीहरू बस चढ्दैछौँ। यसरी चाहिँ हाम्रो यहाँ ट्रेकिङ स्टार्ट भएको छ। यसमा चाहिँ हामीहरू चाहिँ खाने ठाउँ मेलम्ची पुगेका छौँ, जहाँ चाहिँ हामी खानको लागि एकछिन ओर्लिन्छौँ, हाम्रो खानासाना खान्छौँ अनि यताउता हामी घुमिरहेका छौँ। यो मेलम्चीको खोला भयो। बिचमा चाहिँ हामी एकछिनको लागि स्टप गर्नुपर्ने हुन्छ। हाम्रो बस चाहिँ यो हिलोमा फस्छ अनि आधा घन्टाको लागि चाहिँ हामी यताउता सिनेरीहरू इन्जोय गरेर बस्छौँ। अनि एकछिनपछि चाहिँ यो जाम खुल्छ। यहाँ चाहिँ यो पिकअप बेला बेलामा अड्किन्छ, अनि हाम्रो बस चाहिँ त्यस पछाडि भएको हुनाले चाहिँ बस पनि त्यससँगै अड्किरहेको हुन्छ। अब फाइनली यो बस चाहिँ अब हिलोबाट निस्केको छ। अब यहाँ चाहिँ ट्र्याक गर्न चाहिँ धेरै गाह्रो नै छ, त्यसैले बसमै आउँदाखेरि राम्रो हुने हामीले चाहिँ देख्यौँ। अनि यात्राभरि चाहिँ हाम्रो यस्तै लोकगीतहरू बजिरहेको थियो। अनि यात्रामा चाहिँ 2 जना आइएमआईहरू चाहिँ एकदम ठुलो स्वरले गफ गरिरहेका थिए। अनि उनीहरूको आवाज ठुलो हुनसाथ चाहिँ हाम्रो गुरुजीले चाहिँ यो गीत घन्काइदिइहाल्नुहुन्थ्यो अनि उहाँहरूको आवाज चाहिँ सुनिँदैन बसमा। अनि यो चाहिँ बस लास्ट स्टप, जहाँबाट चाहिँ हाम्रो अब एक्चुअल यात्रा चाहिँ सुरु हुन्छ। यहाँ चाहिँ हाम्रो सुरुमै एउटा ब्रिज अथवा झोलुङ्गे पुल आउँछ, त्यसपछि चाहिँ ठाडो भर्याङको बाटो थियो, त्यसलाई पनि हामी पार गर्दै चाहिँ अगाडि बढ्छौँ। सुरुको बाटो चाहिँ ठिकठाकै हुन्छ, पछि बिचबिचमा अलिकति गाह्रो बाटोहरू पनि छन्। अलि अगाडि पुगेको चाहिँ एकदम थाकेको अवस्थामा छौँ हामी। यात्राभरि चाहिँ हाम्रो लालीगुराँस धेरै ठाउँमा फुलेको हामीले देख्यौँ, जसले गर्दाखेरि चाहिँ अहिले यात्रा अलिक रमाइलो बनाएको थियो। अझ सिजनमा चाहिँ ढकमक्कै फुलेको हुनुपर्छ। हामी चाहिँ यहाँ अलमोस्ट टुप्पी डाँडा पुग्न लागेका छौँ। बिचमा एउटा समथल ठाउँ थियो अनि यात्राभरि नै हामी मान्छेहरू भेटिरहेका थियौँ, जोसँग कुरा गर्दै हामी चाहिँ अगाडि बढ्दै थियौँ। अब हामी टुप्पी डाँडाबाट अगाडि बढेको अवस्था। यहाँ चाहिँ टुप्पी डाँडाबाट क्रस गरेर अब गन्तव्यतिर लाग्दै यस्तो छ अवस्था। बाटोमा बाँदर साँदर पनि देखिँदो रहेछ, सेतो खाले। धेरै जस्तो बाटो उकाले ओह्रालै भए पनि बिचमा चाहिँ एउटा समतल ठाउँ आएको थियो, जहाँ हामी फोटोहरू खिच्दैछौँ। अनि यो देखाएको डाँडा चाहिँ हामी जानुपर्ने ठाउँ भयो। अनि यहाँ एकछिन चाहिँ विश्राम लिँदै गफ गर्दै बसिरहेका थियौँ। यहाँ वरिपरि थुप्रो बस्ने ठाउँहरू थिए, तर अहिले चाहिँ अफ सिजन भएकोले चाहिँ कोही पनि मान्छेहरू थिएन, सबै खाली छोडिएको थियो। त्यही भएर अहिले चाहिँ सुनसानै थियो बाटो। पछि यात्रा क्रममा चाहिँ हामी अरू धेरै मान्छेहरू पनि भेट्छौँ, तर अहिले हामी जाने क्रममा चाहिँ खासै मान्छेहरू थिएन।
हाम्रो यो ठाउँमा चाहिँ झुलुङ्गे पुलहरू आइरहेको थियो। सायद यात्राको क्रममा हामीले 3-4वटा यस्तो झुलुङ्गे पुलहरू भेट्यौँ होला। अनि यहाँ पनि यस्तै एउटा झुलुङ्गे पुल भेटिएको छ, जहाँ चाहिँ बसेर हामी फोटोहरू खिच्दै थियौँ। अनि झुलुङ्गे पुल पार गरेपछि चाहिँ एउटा पार्टी थियो, जहाँ चाहिँ हामी बसेर चाहिँ आफूले ल्याएको खानाहरू खाँदै यसको खोलहरू चाहिँ डस्टबिनमा फाल्दै अगाडि बढ्दै थियौँ। यो पुल चाहिँ अलि लामै पुल थियो, बिचमा भेटिएको पुल। हामीहरू चाहिँ ठ्याक्कै पानी परेपछि आएको भएर चाहिँ गुराँस चाहिँ त्यति राम्रो थिएन। तर अब टाइममा वैशाखको लास्टतिर आएको भए चाहिँ सायद यो अलि राम्रो अझै मनोरम दृश्य हुने थियो। तर ठिकै छ, ठाउँमा यस्तो सानो झरना पनि थिए, जहाँ चाहिँ हामीहरू यस्तो फोटो खिच्दै अगाडि बढ्दै थियौँ, जसले गर्दाखेरि चाहिँ अलिकति थकानलाई चाहिँ बिर्साइदिएको थियो। ठ्याक्क झरना मात्रै पार भएको थियो, त्यसपछि एकछिनमा फेरि ठाडो उकालो आउँछ। यहाँ देख्न सक्नुहुन्छ यो बाटो अलि त्यति राम्रो थिएन, अलि हिँड्न अलि गाह्रै भइरहेको थियो, उकालो ठाडै थियो। यसरी नै हाम्रो यात्रा यस्तै बाटोहरूलाई छिचोल्दै अगाडि बढ्दै थियौँ। अनि ठाउँमा फेरि पनि गुराँसको फुलहरू आउनेछ। यहाँ चाहिँ तपाईँहरू सुन्नुहुन्छ, म चाहिँ आफ्नो बुढीसँग अलिकति ये मेरे बीवी है, ये बहुत ही नखरा करती है और बात पे मुझे डांट रहे हैं। ये कोई काम का नहीं है। आज इसका जैकेट का रंग ये लाली गुराँस के रंग से ब्लेंड हो रहा है। वाह, व्हाट अ पोज, कड़ा ला कड़ा। यहाँ चाहिँ धेरै नै प्रकारको गुराँसको फुलहरू हामीले देख्यौँ है। रातो, गाढा रातो, सेतो, गुलाबी, थुप्रै कलरको गुराँसका फुलहरू थिए। त्यसैले आउँदाखेरि चाहिँ ठ्याक्क पानी पर्नुभन्दा अगाडिको टाइममा आउनुभयो भने चाहिँ यो साह्रै नै रमाइलो यात्रा हुनेछ। हामीले जति पनि थकान भएको थियो, सायद त्यति थकान हुँदैन थियो होला। त्यति धेरै चाहिँ यहाँ गुराँसका फुलहरूले बाटोलाई नै एकदम रमाइलो पारेको तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले चाहिँ एकदम थोरै मात्र यहाँ फुलहरू थिए, तर अब टाइममा आएको भए चाहिँ ढकमक्कै रातो अथवा गुलाबी बाटोहरू थियो। दसैँको पार्टीमा एक दिन बास बसेर हामी चाहिँ अगाडि बढ्दैछौँ। यस्तो छ अवस्था। नर्सिङ पार्टीलाई क्रस गरेर अलिकति अगाडि गएपछि चाहिँ यात्रा अलिक कठिन भएको थियो, किनभने बाटोहरू सबै हिउँले ढाकिएको थियो। ठाउँमा त हिउँले पुरै ब्लक्ड बाटोहरू पनि थियो, जसले गर्दाखेरि चाहिँ अलिकति हिँड्न गाह्रो थियो। अलि ठाडा उकालोहरू पनि थिए, त्यहाँ ठाडा भर्याङहरू पनि थिए, ओह्रालाहरू पनि थिए, जसले गर्दाखेरि चाहिँ हिँड्न अलिक कठिन भएको थियो। आउँदाखेरि चाहिँ ट्रेकिङ स्टिक चाहिँ अनिवार्य लिएर आउनु होला, ट्रेकिङ सुज पनि। अब यहाँ चाहिँ हामी फाइनली 5 पोखरी पुगेका छौँ। हेर्न सक्नुहुन्छ कतिको हिउँ परेको छ। तपाईँहरू सबैले चस्मा पनि लिएर आउनु होला, किनभने यस घाम लाग्दाखेरि चाहिँ आँखाउन एकदम गाह्रो हुनेछ। चस्मा पनि अनिवार्य लिएर आउनु होला यहाँ आउँदाखेरि चाहिँ। हामी यहाँ पुगेपछि चाहिँ भ्यू पोइन्टमा पुगेर तस्बिरहरू खिचेर फेरि तल आएका थियौँ। यहाँ सबै
यसमा छन त छैन। पानी एकदम कञ्चन र सफा देख्न सक्नुहुन्छ। जस्ट मैले चाहिँ यहाँ रिफ्लेक्सन खिचिरहेको छु, हेर्न सक्नुहुन्छ कतिको सफा छ पानी। माथि पुगेपछि एउटा महादेवको मन्दिर पनि छ, जुन चाहिँ तपाईँहरू दर्शन गर्न सक्नुहुन्छ। यही थियो हाम्रो सानो यात्रा पाँच पोखरीको। धन्यवाद।